परमेश्वरको महिमा हामी ल्याउने छ यो ठाउँमा। कमन, जब उहाँको आराधकहरू तयारी हुन्छन्, दाउदले जब बिना बजाउँथे अनि मानिसहरूमा भएको सबै भूतआत्माहरू भाग्न सुरु गर्दैथे। आज त्यस्तै यो ठाउँमा परमेश्वरले महिमा ल्याउनुहुन्छ। परमेश्वरले भन्नुहुन्छ मलाई तिम्रो जीवन देऊ, बाँकी रहेको जीवन म तिम्रो शक्तिशाली रूपमा चलाउन चाहन्छु। परमेश्वरले भन्नुहुन्छ जीवन उपहारको रूपमा चढाउन आएको छु। कति महान तपाईको शब्दहरू मृत्युभित्र सुन्न सके। महिमा यो ठाउँमा खनिँदैछ। कमन, म त दिनभरि तपाईलाई प्रसन्न पार्न चाहन्छु। तपाईको लिख राख। थ्याङ्क यू फादर। One more time. Come on. म त दिनभरि तपाईलाई रोबोबो सोचो। Thank you. Yeah. Thank you, Holy Ghost. Thank you. You are no more ashamed. अन्धकार होइन। स्याम्पलले भन्न चाहनुहुन्छ I bless her life right now. I bless her life. Thank you. In the mighty name of Jesus. Out right now. Thank you. No more pain. No more suffering. In the mighty name of Jesus. Thank you. नयाँ जीवन आइसकेछ तिमीमा। नयाँ जीवन। Come on. देब्राहास्ट परमेश्वरमा प्रार्थना गर्छु विशेष गरी छोरीको जीवनमा आनन्दले भर्नुहोस्। परमेश्वरमा घोषणा गर्दछौँ तपाईँले पठाउनु भएको जनहरू कोही पनि रितो फर्किने छैन। उनीहरूको जीवनमा महिमा आइसकेको छ। कमन, तपाईँको जीवनमा महिमा आइसकेको छ। तपाईँ खाली हुनुहुन्न, तपाईँ भरिलो हुनुहुन्छ, तपाईँ गकिलो हुनुहुन्छ। यो परमेश्वरले भन्छ म तिम्रो शिर खडा गरिसकेको छु। नो मोर शेम, नो मोर असेम्ड। लेग्राहास टेलेब्रोसेटो। थ्याङ्क यू फादर। परमेश्वर हामी तपाईँलाई धन्यवाद दिन्छौँ।